आज यो ठाउँमा मानिसहरू जम्कै भेट भएका छन्। साथीहरू किन जम्कै भेट भएको होला भन्ने सन्दर्भमा यहाँ रहेको बिजुलीको ठुलो हाई भोल्टेजको जुन ट्रान्समिटर छ, यो ट्रान्समिटरलाई स्थानान्तरण गर्नको लागि यहाँ यो मेसिनहरू हटाउनको लागि नेपाल विद्युत प्राधिकरणका कर्मचारीहरूको काम भइरहेको छ। देख्न सक्नुहुनेछ यहाँ विद्युतीय ट्रान्समिटर पनि छ। यो मानव बस्तीबाट यो सार्न लागेको देखिन्छ। यहाँ पर देखिएको पहिलो रङको घर श्री तिनधारे पेपल डाँडा माविको परिसर भवन हो। यहाँ हेर्नु होला, यहाँ जनमानसहरू पनि उपस्थित भएको देखिन्छ। यो विद्यालय भवन देखिएको छ र साथै यहाँ वरिपरि मानिसको घरहरू पनि रहेको देखिन्छ। यो ठाउँ नुवाकोट जिल्लाको बिदुरबारा 4 घरे स्थित कठेरी पिपल डाँडाको ठाउँ हो। यहाँ मानव बस्ती छ, हेर्नु होला। यो ठाउँबाट विद्युतको हाई भोल्टेजका मेसिनहरू यहाँबाट हटाउने क्रम जारी छ, हेर्नु होला। देख्नुभयो, समयअनुसार कुनै पनि भौतिक वस्तुको स्थानान्तरण हुँदो रहेछ। पहिला यो बिजुलीको ट्रान्समिटर राखेको ठाउँमा मानिसको बस्ती थिएन। पछि मानिसको बस्ती सुरु भएपछि यो ट्रान्समिटरले मानिसलाई असुरक्षित बनाएको हुँदा यो सार्न लागेको हो। यो विद्युतका सरसामानहरू यहाँ राखिएको देखिन्छ र साथै अहिले यहाँ सामान ढुवानी गर्ने मोटरको पनि आगमन भइरहेको देखिन्छ।